नमस्ते, आज हामी होममेड जिन्जर चिकन करीको रेसिपी लिएर आएको छौँ। त्यसको लागि सुरुमा प्याज, गुलबेरा खुर्सानी, धनियाँ, अदुवा लसुन सबै राम्रोसँग पखालेर यसरी काट्न सकिन्छ। यसरी काटिसकेपछि अदुवालाई भने चापातले कुटेर चप गऱ्यो भने राम्रो फ्लेभर दिने भएकोले त्यसरी पनि गर्न सकिन्छौँ। हाम्रो कटिङ सबै रेडी भइसकेको छ। यो सुरुमा गरम मसला फ्राई गर्नुहोला। त्योपछि मासु फ्राई गर्ने। मासु फ्राई राम्रोसँग भइसकेपछि यसलाई जिन्जर गार्लिकको चप हालेर मजाले चलाउने। अनि यसमा हामीले नुन पहिला नै हालिसकेको छ, बेसार पहिला नै हालिसकेको छ, किनकि नुन पछि हाल्दाखेरि मासुको भित्रसम्म नुन लागेको हुँदैन। अनि प्याज र खुर्सानी हालेर राम्रोसँग चलाउने। यसरी प्याज र खुर्सानी हालिसकेर चलाएर क्याप्सिकम र गोलबेरा हाल्ने। अनि गोलबेरा र क्याप्सिकम हालिसकेपछि एकचोटि चलाइसकेपछि यसमा मसला आफूलाई कति चाहिन्छ उपयुक्त अनुसार मसला हाल्नुहोला। यसमा रोगनी मिर्च अथवा रेड चिल्ली पाउडर हाल्यो भने कलर राम्रो पनि देख्न सकिन्छ, त्यसैले यसको प्रयोग गर्दा राम्रो। यसरी चलाएर लास्टमा मरिचको धुलो, ब्ल्याक पेपर हालेर एकचोटि चलाएर झोल हाल्न सकिन्छौँ। यसरी झोल हालेर केही समय उमालेर ग्रेभी बाक्लो बनाएर यसरी पाकेपछि चिलिप्प चाख्न सकिन्छौँ। नमस्ते, भिडियो कस्तो लाग्यो पक्कै पनि प्रतिक्रिया दिन नभुल्नुहोला। र अन्तिममा युजिन तामाङ च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिनु होला पनि भन्न चाहे। हामी यस्तै फरक खालको भिडियोहरू ल्याइरहने नै छु। हस्त, धन्यवाद, जय नेपाल।